हेरौँला भनेका छन्। अब यिनीहरूले हेरे आएर यो दुर्गे थापा गीत थियो नि, दुश्मन हेरे भने जस्तो। अब काङ्ग्रेसले हेरेको हेरे ल हेरे कति हेर्न मन छ, हेरेको हेरे गर। छापामा गएर अहिले बनाएको पैसा, ए बाबा पैसा अहिले बनाएर राष्ट्रिय वाणिज्य ब्याङ्क किन चाहियो? त्यसमा राष्ट्र ब्याङ्क किन चाहियो? अहिलेबाट भोट हाले भयो, अहिबाट अनि भोट माग्नु जनता गरेर किन जानु? म केपीओले कुरा सुनेर म बडा अचम्म मानेको छु। मलाई लागेको यति मात्रै आमा दिदी बहिनी हो, मलाई लागेको कुरा यति मात्रै। मलाई गल्ती गरिएको छ, कहीँ कतै कमी कमजोरी गरिएको छ भने माफी माग्नु जानिन, बिराए गल्ती भयो, अबदेखि गर्दैन, म पनि मान्छे हुँ, अन्न खान्छु भनेर भन्नु नि मान्छेको अगाडि आएर। हिजो फेरि यसो गरे अहिले बनाएको रहेछ पैसा, अहिले पैसा नभए भयो, कागज किन चाहियो, मोबाइल किन चाहियो? आइबाटै भोट मागे भयो, अहिले नै भोट हाल्छ, के प्रधानमन्त्री बनेर गयो भयो। फेरि छिटो फेरि जनताको बिचमा धानुपर्ने कुरा के छ? नाङ्गो आँखाले त्यहाँका सारा मान्छे बुढानी कण्ठमा गएर पैसा खोतलेर 4 दिनसम्म आगो लागेको छ। 4 दिनसम्म आगो लाग्दा पनि जलेर नसक्ने पैसा कति रहेछ यिनको घरमा पैसा? त्यत्रो जनताले देखायो होइन? जति बेला पनि केटाकेटी जस्तो हलभित्र छिर्न पाएको छैन। प्रधानमन्त्री चाहियो, अहिले चाहियो, पहिल्यै चाहियो, भैली खेल्न आएको जस्तो। अरू माननीयले गाडी ड्राइभर राख्छन्, त्यहाँ टुटु देखिन्छ, हजुर आफै गाडी चलाएर हिँड्नु भएको छ। देश चलाउन हिँडे मान्छे गाडी चलाउनु पाएको होइन। तपाईँ खानीमा नुनको सुनारसँग सुनको के कुरा गर्नुहुन्छ यार? प्रधानमन्त्री बानी उठाएर तपाईँहरूले पनि भेट्न पाउनु भएको छैन, के काममा भेट्ने हो? देशको प्रधानमन्त्रीलाई अब चिया खाने बेला भेटौँ भन्ने, भात खाने बेला भेटौँ भन्ने, साँझ पऱ्यो भेटौँ भन्ने, बिहानै भयो भेटौँ भन्ने। प्रतिपक्षहरूले यो बजेट राम्रो आएन भनिरहेको छ। त्यही मैले भने अब त्यो रसो दीर्घ मात्रै हेरेर राम्रो नराम्रो भन्न थालियो भने त एउटा कुरा भयो। त्यसैले गर्दा संसारकै उत्कृष्ट अर्थमन्त्री मध्ये, उत्कृष्ट अर्थविज्ञ मध्ये एकजना अर्थविज्ञले नेतृत्व गरेको यो बजेट, यो बुद्धको भाषा बुद्धले बुझ्छन्, बुद्धको भाषा बुद्धले बुझ्दैन। त्यसैले सर्पको खुट्टा सर्पले देख्छ। त्यसैले अर्थको कुरा अर्थ बुझेको मान्छेले बुझ्छ, अर्थ नबर्थको मान्छेले बुझ्दैन। पूर्वमा गाडी ठोकिएर 2 जनाको नाक भाँचियो रे भन्ने समाचार आयो भने नाक कहाँ पर्छ भनेर सरकार छानबिन समिति बनाउने, अनि छानबिन समितिले चाहिँ मुखभन्दा माथि र आँखाभन्दा तलतिर 2टा प्वाल भएको डाँडोलाई नाक भनिन्छ। ढाडमा बलियो हड्डी राख्ने, यहाँ कमजोर हड्डी राखेका कारणले गर्दा नाक भाँचियो, भगवानलाई कारबाही गर्नुपर्छ भनेर सिफारिस बुझाउने। लेखा परीक्षाको काम भनेको सम्बन्धित कार्यालयले गरेको बदमासीलाई कानुनी प्रक्रियाबाट चट्ट मिलाएर लेपन लगाइदिने भन्दा अर्को काम देखिया छैन। तपाईँ हात मिलाउने, कागज मिलाउने, आँखा मिलाउने, भाका मिलाउने भन्दा अरू काम भएको छैन। हात मिलाउने, कागज मिलाउने, आँखा मिलाउने, भाका मिलाउने। अस्ति हाम्रो प्रधानमन्त्रीको उम्मेदवारले भने जस्तो बाटो नबनाउनेलाई पाता पार्ने हो कि भाटा हान्ने हो कि के हान्ने हो? मेरो यसमा पनि स्पष्ट छ कुरा। अस्तिसम्म ट्वाक्क हान्ने भन्ने एउटा भाइरल भइरहेको, त्यो हान्नुपर्ने कुरा हान्न पर्छ। अस्ति मेरो एउटा आयो, त्यहाँ खगेन्द्र सुनारले मास्टरलाई भाटा हान्छु भन्यो भने विद्यार्थीलाई जातीय विभेद गर्ने, मास्टरले विद्यार्थीलाई जातीय विभेद गर्ने, दलितको पुतला जलाउने, दलितलाई कालो मसला लाउने, दलितलाई देश निकाला गर्ने, कसको राज्य? फेरि के भन्नु भने एमालेको सरकार आयो भने यिनीहरू जाने जेलै हो भनिरहनु भएको छ। त फेरि ठाङकोट कटाउने, ठाङकोट पहिलाको पाला भन्थ्यो, ठाङकोट कटाउने भन्थ्यो। त फेरि अहिले हामी त आयौँ भने, हामी आउन पाएनौँ भने चाहिँ हामी थानकोट काटेर जान पाउँछौँ। तर उहाँहरू आउन पाउनु भएन, उहाँले थानकोट काट्न भने उहाँले घरको दैलेट काट्न पाउनु हुँदैन। अर्को तपाईँले भन्नुभयो उताको सभापति यता आएर केन्द्रीय सदस्य मात्रै हुनुभयो भनेर भन्नुभयो। नेपालको 100 रुपियाँ अमेरिका लग्यो भने कति रुपियाँ हुन्छ? भोटकललाई उज्यालो घामलाई दिनुहोस्, देश लुटेर खाने जिम्मा हामीलाई दिनुहोस्। भोटकललाई हरियो रुखमा दिनुहोस्, रुखमा भोट माग्न आयो मुखमा दिनुहोस्, रुखमा भोट माग्न आयो मुखमा दिनुहोस्। आउँदाखेरि निर्वाचनमा काङ्ग्रेस मुख लिएर आउँछ कि रुख लिएर आउँछ भन्ने म पनि अल्मलमा परेको छु। फेरि कैसे लोग रहते हैं यार यहाँ पर। कांग्रेस एमाले माओवादीका कार्यकर्ताहरूलाई मान्छे बन्ने अवसर छ, छुट छ। मान्छे बन्न पाइन्छ। कांग्रेस पछाडि बन्नु होला, एमाले पछि बन्नु होला, माओवादी पछि बन्नु होला। पहिला मान्छे बन्नुहोस्। तपाईहरुलाई मान्छे बन्ने छुट छ, तपाईहरुलाई मान्छे बन्ने एउटा अवसर छ। 2टा खुट्टा टेक्दैमा, 2टा खुट्टा टेकेकै भरमा चाहिँ ढाकाटोपी लागेकै भरमा मान्छे भन्न मिल्दैन। कुखुराको भालेले पनि 2टा खुट्टा टेकेको हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी फुट्छ। यो राष्ट्रिय स्वतन्त्र पार्टी अन्डा फुटे जसरी फुट्छ, न भुइँमा हुन्छ न भागमा हुन्छ भनेका छन्। ठीक भन्यौ साथी, राष्ट्रिय स्वतन्त्र पार्टी अन्डा फुटे जसरी फुट्छ, तर माउले कोरले पछिको अन्डा जस्तो अन्डा फुट्छ। चल्ला निस्किन्छ, हल्ला निस्किँदैन। राष्ट्रिय स्वतन्त्र पार्टी व्यक्तिगत रूपमा डाक्टर सोनिम अग्निमाथि गरिएको टीका टिप्पणी र जसरी लालछना लगाइएको छ, नाक कहाँ पर्छ भनेर छानबिन समिति बनाउन जरुरी छैन, नाक यहीँ पर्छ भन्ने कुरा सबैलाई जानकारी होस्। बोल्नमा हामीलाई कसैले जित्न सक्दैन, हामी बोलेर जित्दिन सक्छौँ। हामीलाई त सभापतिले
देश बनाउने कुरा ठुलो हो, यो रोइलोमा नलागौँ भनेर मात्रै हो हामी। नत्र भने बोलेरै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएको रवि लामिछानेलाई बोल्न सिकाउनु पर्दैन। बोल्नमा हामीलाई कसैले जित्न सक्दैन, हामी बोलेर जित्दिन सक्छौँ, तर बोलेर मात्र जितेर के हुन्छ? देश बन्नु पऱ्यो नि पहिला सुरु। हाम्रो प्रधानमन्त्री बोल्नु भएन भन्दैमा मात्रै त्यता मात्रै हेरेर मात्रै भएन। बोलेर गिनिज बुकमा नाम लेखाएको मान्छे पनि हाम्रो पार्टीको सभापति हुनुहुन्छ, हामीसँग हुनुहुन्छ त्यो। तर तपाईँले अहिले भनेको जस्तो कुरा किन हामी किन प्रतिवाद गरिरहेका छैनौँ भने जनताले ताली पिट दिएर पास गराइदिन सक्ने त्यति बहुमत दिएर पठाउनु भएको छ। सधैँ पनि हामी विपक्षी दलहरूलाई सहमतिमा लिन किन खोजिरहेका छौँ भने हामी बहुदलीय व्यवस्थालाई स्वीकार गर्छौँ के। हामी त सरकार पक्षको सांसद हो हामी त, त्यो त डेफिनेटली तपाईँको बाको पक्षमा बोल्नुभयो भन्दा किन बोल्नुभयो भन्ने हुन्छ र। आफ्नो बालाई त सबैले त्यो स्वाभाविक हुने, आफ्नो बाले गरेको कर्मलाई उस्तै अपराध बाहेक त गल्ती कमिजनमा त्यो त यो स्वाभाविक रूपमा हामी अब हामीले के विपक्षी उसमा उभिएर बोल्ने कुरा त भएन। त्यसैले गर्दाखेरि अहिले तपाईँले भनेको जस्तो चाहिँ सरकारले गरेको कर्म वा राष्ट्रपाले गरेको कर्ममा सन्दर्भमा चाहिँ कहीँ कतै गल्ती कमी कमजोरी भएको छ भने हामी त्यसलाई सुधार्न तयार छौँ। देखाउने खसी खुवाउने फर्सी त्यही पनि पर्सी भने जस्तो अहिले पनि त्यो भइरहेको छ। रवि लामिछाने अहिले पनि छाती थाप्न तयार हुनुहुन्छ, गर्दन थाप्न तयार हुनुहुन्छ, काँध थाप्न तयार हुनुहुन्छ। तपाईँले ठेक्का लिनुभएको थियो, हामी यो समुदायको जिम्मा लिन आएको। काङ्ग्रेसले भन्यो, एमाले भन्यो, माओवादीले भन्यो, सबैले भन्यो, काङ्ग्रेस आएर भन्यो राणा फालेर दिन्छौँ भन्यो, एमाले आएर भन्यो पञ्चायत ढालेर दिन्छौँ भन्यो, माओवादी आएर भन्यो राजा फालेर दिन्छौँ भन्यो। राणा गयो, पञ्चायत ढल्यो, सरकार राजा गयो, लोकतन्त्र आयो, गणतन्त्र आयो, प्रजातन्त्र आयो। अब केले रोक्यो? अहिले पनि भइरहेको छ। अहिले तर विपक्षी भनिएका दलहरूको केही हरकतले गर्दा आम मानिसहरूमा, आम भूमिहीनमा, आम सुकुम्बासमा विशेष मानिसहरूलाई अलमल पारिएको छ। तपाईसँग कति छ सुन भन्नेज्यू? सुनारलाई सुन कति छ भनेर सोध्नुहुन्छ यार। त्यो 4 सिटले 5 सिटले प्रधानमन्त्री खोज्न थालियो भने त हुँदैन। 4-5 सिटमा फिल्म त चल्दैन भने सरकार कसरी चल्छ? तपाईँ 4 जना मात्रै फिल्म हलमा जानु भने फिल्म चल्छ त? चल्दैन। 5 जना मात्रै जानुभयो भने माइक्रो त हिँड्दैन भने सरकार हिँड्दैन। त्यो रहरले मात्रै सरकार सरकार भनेर हुँदैन। सबै ठाउँ ऋषि धमला बन्न जरुरी छैन कि। लिनुहोस् न त फेरि जवाफ। तपाईँलाई मैले के भनिरहेको छु त? तपाईँ जवाफ लिनु नि त फेरि बिचार किन छुट्दैन? तपाईँलाई यही म जवाफ भन्दैछु एकछिन। तपाईँ जस्तै यो देशको माया हामीलाई पनि छ। यो देशको माया भएरै लडेरै भिडेरै गोली झन्डै बचेर आएको हो यहाँसम्म हामी देश बचाउने छौँ। तपाईँलाई मैले के भन्दैछु भने प्रधानमन्त्रीले हामीले मिच्यौँ ठिक गऱ्यौँ, उसले मिच्यो ठिक गर्यो भनेको हो भने छलफल गरौँ। प्रधानमन्त्रीले के भन्नुभयो? यो देशमा भएको गतिविधि मैले ब्रिफिङ लिने क्रममा उहाँले सबैसँग ब्रिफिङ लिइरहनु भएको छ। राज्यको सबै किलो कसरी पछुतो हुन्छ? मैले फेरि पनि भने त प्रधानमन्त्रीले यो देशको सिमाना कहाँ कता के भएको छ भन्ने कुरा मलाई जानकारीमा आयो, मलाई जानकारीमा आएको कुरा सदनलाई जानकारी गराए भन्दाखेरि के पछुतो भयो त? उहाँले के भन्नुभयो? त्यसमा ठिक छ भन्नुभयो? मलाई यति कुरा भन्नुहोस्, प्रधानमन्त्रीले ठिक छ भन्नुभयो थियो? हामीले मिचेको कुरा हाम्रो बहादुरी हो भन्नुभयो? उनीहरूले मिचेको कुरा ठिक हो, उसले पनि मिचे मैले पनि मिचे बराबरी भयो सकाम भन्नुभयो? मैले भन्नुभयो भारतको भूमि कहाँ मिचेको त्यसै भनिदिनु पर्यो। मैले तपाईँलाई यसरी भने तपाईँले के बुझ्नुहोस् भने 1000 कुरा नगर्नुहोस् न। तपाईँ भन्नाले सिनियर पत्रकार भएको हुनाले सुन्नुहोस् पहिला मेरो कुरा। पाउनुहोस् न पहिला एकछिन। अब तपाईँ सुन्नुहुन्न भने त त्यो तपाईँ मात्र कुरा भयो। पहिला सुन्नु न। जवाफ खोज्ने हो भने एउटा कुरा भयो, झगडा गर्ने अर्को कुरा भयो। मैले तपाईँलाई भन्नु खोजेको विषय के हो भने कसले भने त्यो एकछिन धैर्य गर्नुहोस्। सशस्त्रले भन्यो, प्रहरीले भन्यो, यहाँको सिआइडीले भन्यो, कसले भन्यो, कहिले भन्यो? 2056 सालमा भन्यो। को गृहमन्त्री हुँदा? वामदेव गौतम गृहमन्त्री हुने बेलामा यहाँको सीमा सुरक्षामा खटेका नेपालका सुरक्षा संयन्त्रले आएर गृहमन्त्रीलाई के ब्रिफिङ गरे? यो ठाउँमा यति ठाउँमा नेपालले तर्फबाट मुसिएको रहेछ, यति ठाउँमा भारतको तर्फबाट मुसिएको रहेछ, यो बारे के गर्न सकिन्छ भन्ने कुरा प्रधानमन्त्रीले संसदमा उभिएर के भन्नुभयो? म प्रधानमन्त्री भइसकेपछि यो कुरा थाहा पाए भन्न पनि नपाउने। आफ्नो जानकारीमा आएको कुरा सदनलाई जानकारी गराउनुपर्दा के गलत गर्नुभयो? पाउनुहोस् एकछिन मैले अलिकति फेरि सबै कुरा चाहिँ सांसद हुने बित्तिकै ज्योतिष त सबै कुरा थाहा हुन्छ। अडानको कुरा होइन, अडानको कुरा होइन सर। यतातर्फ कुरा गर्नुहोस्। तपाईँ जस्तै हामी पनि नेपाली हो, तपाईँ जस्तै यो देशको माया हामीलाई पनि छ। यो देशको माया भएरै लडेरै भिडेरै गोली झन्डै बचेर आएको हो यहाँसम्म हामी देश बचाउने छौँ। तपाईँलाई मैले के भन्दैछु भने प्रधानमन्त्रीले हामीले मिच्यौँ ठिक गऱ्यौँ, उसले मिच्यो ठिक गर्यो भनेको हो भने छलफल गरौँ। प्रधानमन्त्रीले के भन्नुभयो? यो देशमा भएको गतिविधि मैले ब्रिफिङ लिने क्रममा उहाँले सबैसँग ब्रिफिङ लिइरहनु भएको छ। राज्यको सबै अब नगर्नुहोस्। म तपाईँको किलो कसरी पछुतो हुन्छ? मैले फेरि पनि भने त प्रधानमन्त्रीले यो देशको सिमाना कहाँ कता के भएको छ भन्ने कुरा मलाई जानकारीमा आयो, मलाई जानकारीमा आएको कुरा सदनलाई जानकारी गराए भन्दाखेरि के पछुतो भयो त? त्यसमा उहाँले के भन्नुभयो? त्यसमा ठिक छ भन्नुभयो? मलाई यति कुरा भन्नुहोस्। प्रधानमन्त्रीले ठिक छ भन्नुभयो थियो? हामीले मिचेको कुरा हाम्रो बहादुरी हो भन्नुभयो? उनीहरूले मिचेको कुरा ठिक हो, उसले पनि मिचे मैले पनि मिचे बराबरी भयो सकाम भन्नुभयो? मैले भन्नुभयो भारतको भूमि कहाँ मिचेको
मैले तपाईँलाई यसरी भने तपाईँले के बुझ्नुहोस् भने 1800 भन्दा बढी लामो सिमाना नेपाल र भारतको जोडिएको छ। नेपाललाई तपाईँलाई बिचको कुरा सुन्नुहोस् न, म तपाईँलाई सिम्पल तरिकाले भनिदिन्छु। अब तपाईँले इन्डिकेट भन्नुभयो, बाँकेबाट म चुनाव लडेको छु हो, बाँकेको नरायणपुरको घोडादौडिया भन्ने एउटा ठाउँ छ। अब तपाईँले बढी कुरा नगर्नु न, तपाईँ मैले त्यति भनेको छु त्यति मात्र सुन्नु न। तपाईँ घोडादौडिया भन्ने ठाउँ छ, क्वेसनको सबै ठाउँमा ऋषि धवला बन्न जरुरी छैन। ऋषि धवला सुन्नुहोस् न, त्यो ऋषि धवला नबन्नुहोस् तपाईँ। लिनुहोस् न त फेरि जवाब, तपाईँलाई मैले के भनिरहेको छु, तपाईँ जवाब लिनु नि त फेरि, बिचाकिन छुट्टै। तपाईँलाई यही म जवाब भन्दैछु, एकछिन धैर्य गर्नुहोस् तपाईँ। सबै ठाउँमा ऋषि धवला बन्न जरुरी छैन के, मैले तपाईँलाई के भन्दैछु, घोडादौडिया भन्ने ठाउँ छ। अब त्यहाँ फेरि बिचा काटिदिनु, मैले के भन्दै त्यसपछि के भने मैले तपाईँलाई, बाँकेको नरायणपुरको घोडादौडिया भन्ने ठाउँ छ हो, त्यो घोडादौडिया भन्ने ठाउँको आँगन नेपालतिर पर्छ, घर भारततिर पर्छ। म तपाईँलाई भन्नु, मैले मिचिएको होइन हो, जानकारी के भन्नुभयो, जति ठाउँलाई हामीले सिमाना भनेका छौँ त्योभन्दा उतापट्टिको भूभाग हामीले पनि उपयोग गरेका रहेछौँ, यतापट्टिको भूभाग भारतले पनि उपयोग गरेको रहेछ। तपाईँलाई एउटा कुरा के भन्दै थियो, सबै ठाउँमा नेपाली भाषाको परिषद दिन प्रधानमन्त्रीज्यू आउनु भएको होइन। प्रधानमन्त्रीज्यूले मलाई जानकारीमा आएको कुरा सम्मानित सदनलाई जानकारी गराए, यसको लागि धन्यवाद छ भन्नुभयो। धन्यवाद छ। खासमा भन्नु खोजेको चाहिँ कम्मर भाँच्ने भनेको अब त्यो इन्जिनियर हुनुहुन्छ, उहाँ नाप्दाखेरि थोरै तल झरेर खुट्टामा पुगेछ। खासमा खुट्टा भाँच्ने भने होइन, खासमा खुट्टा भाँच्ने भनेको होइन, बरु छिटो रोड बनाएर कम्मर भाँच्नुपर्छ भनेको त्यो हाम्रो चाहिँ ठेकेदार साहबलाई छिटो ल्याएर रोड बनाउन लगाएर कम्मर भाँचेर त्यो रोडमा नाच्नु पर्यो। धन्यवाद छ। ल जाउँ। ऋण लिएर जाँड खायो भने त्यो गलतै भयो। हामी ऋण लिएर जनतालाई घिउ खुवाउँछौँ भने नराम्रो के भयो त्यसो। छँदा डाक्टर स्वर्णिम वाग्लेलाई अहिले यतिसम्म के यसो हेर्नुहुन्छ उहाँहरू, यो पानीको नि चाहिँ रस्सो हुनुपर्ने दीर्घ भयो, दीर्घ हुनुपर्ने रस्सो भयो भनेर यसको शुद्धा शुद्धि मिलेन भनेर नि खोजिरहनु भएको। नेपाली भाषा परीक्षा दिन आएको होइन। अहिले कस्तो संसदमा कस्तो देखिएको छ भने राष्ट्रपाललाई र्याखी पार्ने काम भइदियो, वरिपरिबाट घेराबन्दी गरिएको छ। पूर्व अर्थमन्त्रीले के भन्नुभयो, यो त ऋण लिएर घिउ खाएको जस्तो भयो नि भनेर भन्नुभयो। ऋण लिएर देशै खानु भन्दा ऋण लिएर घिउै खाए त के नराम्रो भयो। स्टालिन शाहलाई केपीसँग भिडाएर फेरि पराजित गराएर फेरि सांगीतिक यात्रा, मतलब कि यो र्यापै गाउने पेसामा फेरि फर्किन्छन् बालेन शाह भनेर भन्नुभएको छ एमालेका नेताहरूले। के सांगीतिक यात्रा फेरि फर्किने लयमा होइन? हामीले चुनाव हार्यौं भने त हामी र्याप गाउन फर्क्यौँला, हामी बजारमा फेरि पनि हिरो भएर आउँला, कलाकार भएर आउँला। तर उहाँहरूले चुनाव हार्नु भयो भने त फेरि दिल्ली बजार कारागार हो उहाँहरू त जाने। कम्तीमा हामी त बाहिर आउँदै गर्दा पनि हिरो भएर नै आउन सक्छौँ, फेरि कलाकार भएर पनि आउन सक्छौँ फेरि। तर उहाँहरू जताबाट आए पनि जाने भनेको फेरि त दिल्ली बजार कारागारै हो। अहिलेबाट उहाँहरूलाई बरु सुन्दारा कारागार सजिलो हुन्छ कि दिल्ली बजार कारागार हुन्छ कि वा नक्खु कारागारमा अस्ति रवि लामिछानेजी बसेको ठाउँमा सजिलो हुन्छ भने अहिलेबाट अग्रिम बुक गर्नुभयो भने तपाईँहरूलाई भोलि सहज हुन सक्ला। भोलि यस्तो पनि परिस्थिति आउन सक्छ कारागारभित्र नअटेर छुट्टै पाल लागेर पनि राख्नुपर्ने हुन सक्छ। एमालेको बादशाह भन्नुभयो, अर्कोले आएर म एमालेको बाघ हुँ भन्छ, अर्कोले आएर म एमालेको सिंह हुँ भन्छ। त्यो बाघै भए पनि सिंहै भए पनि हामीले मान्यौँ, महेश बस्नेत एमालेको बाघै हुनु होला, एमालेको सिंहै हुनु होला। तर बाघ भए पनि सिंह भए पनि जनावर त जनावरै हो नि। राष्ट्रिय स्वतन्त्र पार्टीमा चिया बेच्ने छन्, जुत्ता बेच्ने छन्, चामल बेच्ने छन्, सामान्य डोकोको भाँडाकुँडा बेच्ने छन्। तर काङ्ग्रेसमा हेऱ्यो भने कोही देश बेच्ने छन्, कोही आमा बेच्ने छन्, कोही बालुवाटार बेच्ने छन्, कोही व्हाइट बडी नै बेच्ने छन्, प्लेन चढ्दाखेरि चक्लेट खाने हो, सिँगै प्लेनै खानेहरू छन्। नेपालको प्रधानमन्त्री भारत जाने बेला उताबाट 2टा छाउरो पठाउन तयारी गरिरहेको छ। अब यो भन्दै जाँदाखेरि ओहो प्रधानमन्त्रीलाई कुकुर दिएर प्रधानमन्त्रीको अपमान भयो भन्ने लाग्ला। प्रधानमन्त्रीको अपमान होइन, कुकुरको अपमान भयो क्या। पान्ना गायब भयो भनेर चाहिँ जसरी भनिएको छ, अब यो पान्ना यसको साइज बढाउँदा बढ्ने हो, घटाउँदा घट्ने हो। 4 सिटले 5 सिटले प्रधानमन्त्री खोज्न थालियो भने त हुँदैन। 4-5 सिटमा फिल्म त चल्दैन भने सरकार कसरी चल्छ? तपाईँ 4 जना मात्रै फिल्म हलमा जानु भने फिल्म चल्छ त? चल्दैन। 5 जना मात्रै जानुभयो भने माइक्रो त हिँड्दैन भने सरकार हिँड्दैन। तर जति बेला पनि केटाकेटी जस्तो हलभित्र छिर्न पाएको छैन। प्रधानमन्त्री चाहियो, प्रधानमन्त्री चाहियो, अहिले चाहियो, पहिल्यै चाहियो, भैली खेल्न आएको जस्तो। अरू माननीयले गाडी ड्राइभर राख्छन्, ट्याटा टुटु देखिन्छ। हजुर आफै गाडी चलाएर हिँड्नु भएको छ। देश चलाउन हिँडे मान्छे गाडी चलाउनु त आफै चलाउनु पर्यो होइन। तपाईँसँग कति छ सुन भन्ने छु, तपाईँ त सुनकै काम गर्ने। तपाईँ खानीमा नुनको सुनारसँग सुनको के कुरा गर्नुहुन्छ यार? प्रधानमन्त्री बालेन्द्र शाहलाई तपाईँहरूले नि भेट्न पाउनु भएको छैन, के हो? काममा भेट्ने हो। देशको प्रधानमन्त्रीलाई अब चिया खाने बेला भेटौँ भन्ने, भात खाने बेला भेटौँ भन्ने, साँझ पर्यो भेटौँ भन्ने, बिहानै भयो भेटौँ भन्ने। प्रतिपक्षहरूले यो बजेट राम्रो आएन भनिरहेको छ। त्यही मैले भने अब त्यो रस्सो दीर्घ मात्रै हेरेर राम्रो नराम्रो भन्न थालियो भने त एउटा कुरा भयो। त्यसैले गर्दा
संसारकै उत्कृष्ट अर्थमन्त्री मध्ये उत्कृष्ट अर्थविज्ञ मध्ये एकजना अर्थविज्ञले नेतृत्व गरेको यो बजेट यो बुद्धको भाषा बुद्धले बुझ्छन् बुद्धको भाषा बुद्धले बुझ्दैन त्यसैले सर्पको खुट्टा सर्पले देख्छ त्यसैले अर्थको कुरा अर्थ बुझेको मान्छेले बुझ्छ अर्थ नबर्थको मान्छेले बुझ्दैन पूर्वमा गाडी ठोकिएर दुईजनाको नाक भाँचियो रे भन्ने समाचार आयो भने नाक कहाँ पर्छ भनेर सरकार छानबिन समिति बनाउने अनि छानबिन समितिले चाहिँ मुखभन्दा मात्र आँखाभन्दा तलतिर दुईटा प्वाल भएको डाँडोलाई नाक भनिन्छ ढाडमा बलियो हड्डी राख्ने यहाँ कमजोर हड्डी राखेका कारणले गर्दा नाक भाँचियो भगवानलाई कारबाही गर्नुपर्छ भनेर सिफारिस बुझाउने लेखा परीक्षाको काम भनेको सम्बन्धित कार्यालयले गरेको बदमाशीलाई कानुनी प्रक्रियाबाट चट्ट मिलाएर लेपन लगाइदिने भन्दा अर्को काम देखिया छैन तपाईँ हात मिलाउने कागज मिलाउने आँखा मिलाउने भाका मिलाउने भन्दा अरू काम भएको छैन हात मिलाउने कागज मिलाउने आँखा मिलाउने भाका मिलाउने अस्ति हाम्रो प्रधानमन्त्रीको उम्मेदवारले भने जस्तो बाटो नबनाउनेलाई पाता पार्ने हो कि भाटा हान्ने हो कि के हान्ने हो मेरो यसमा पनि स्पष्ट छ कुरा अस्तिसम्म ट्वाक्क हान्ने भन्ने एउटा भाइरल भइरहेको त्यो हान्नुपर्ने कुरा हान्न पर्छ अस्ति मेरो एउटा आयो त्यहाँ खगेन्द्र सुनारले मास्टरलाई भाटा हान्छु भन्यो भने विद्यार्थीलाई जातीय विभेद गर्ने मास्टरबाट मास्टरले विद्यार्थीलाई जातीय विभेद गर्ने दलितको पुतला जलाउने दलितलाई कालो मसला लाउने दलितलाई देश निकाला गर्ने कसको राज्य फेरि के भन्नु भने एमालेको सरकार आयो भने यिनीहरू जाने जेलै हो भनिरहनु भएको छ त फेरि ठाङकोट कटाउने ठाङकोट पहिलाको पालामा भन्थ्यो ठाङकोट कटाउने भन्थ्यो त फेरि अहिले हामी त आयौँ भने हामी आउन पाएनौँ भने चाहिँ हामी थानकोट काटेर जान पाउँछौँ तर उहाँहरू आउन पाउनु भएन उहाँले थानकोट काट्नु भने उहाँले घरको दैलेट काट्न पाउनु हुँदैन अर्को तपाईँले भन्नुभयो उताको सभापति यता आएर केन्द्रीय सदस्य मात्रै हुनुभयो भनेर भन्नुभयो नेपालको 100 रुपियाँ अमेरिका लग्यो भने कति रुपियाँ हुन्छ भोटकललाई उज्यालो घामलाई दिनुहोस् देश लुटेर खाने जिम्मा हामीलाई दिनुहोस् भोटकललाई हरियो रुखमा दिनुहोस् रुखमा भोट माग्न आयो मुखमा दिनुहोस् रुखमा भोट माग्न आयो मुखमा दिनुहोस् आउँदो निर्वाचनमा कांग्रेस मुख लिएर आउँछ कि रुख लिएर आउँछ भन्ने म पनि अनुमान परेको छु फेरि कैसे लोग रहते हैं यार यहाँ पर कांग्रेस एमाले माओवादीका कार्यकर्ताहरूलाई मान्छे बन्ने अवसर छ छुट छ मान्छे बन्न पाइन्छ कांग्रेस पछाडि बन्नु होला एमाले पछि बन्नु होला माओवादी पछि बन्नु होला पहिला मान्छे बन्नुस् तपाईहरुलाई मान्छे बन्ने छुट छ तपाईहरुलाई मान्छे बन्ने एउटा अवसर छ दुईटा खुट्टा टेक्दैमा दुईटा खुट्टा टेकेकै भरमा चाहिँ ढाका टोपी लागेकै भरमा मान्छे भन्न मिल्दैन कुखुराको भालेले पनि दुईटा खुट्टा टेकेको हुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी फुट्छ यो राष्ट्रिय स्वतन्त्र पार्टी अन्डा फुटे जसरी फुट्छ न भुइँमा हुन्छ न भागमा हुन्छ भनेका छन् ठीक भन्यौ साथी राष्ट्रिय स्वतन्त्र पार्टी अन्डा फुटे जसरी फुट्छ तर माउले कोरले पछिको अन्डा जस्तो अन्डा फुट्छ चल्ला निस्किन्छ हल्ला निस्किँदैन राष्ट्रिय स्वतन्त्र पार्टी व्यक्तिगत रूपमा डाक्टर सोनी वाग्लेमाथि गरिएको टीका टिप्पणी र जसरी लालछना लगाइएको छ नाक कहाँ पर्छ भनेर छानबिन समिति बनाउन जरुरी छैन नाक यही पर्छ भन्ने कुरा सबैलाई जानकारी होस् ऋण लिएर जाँड खायो भने त्यो गलतै भयो हामी ऋण लिएर जनताले घिउ खाउँछौँ भन्ने नराम्रो के भयो छँदा छँदा डाक्टर सोनी वाग्लेलाई अहिले यतिसम्म के यसो हेर्नुहुन्छ उहाँहरू यो पानीको नि चाहिँ रस्सो हुनुपर्ने दीर्घ भयो दीर्घ हुनुपर्ने रस्सो भयो भनेर यसको शुद्धा शुद्धि मिलेन भनेर नि खोजिरहनु भयो नेपाली भाषा परीक्षा दिन आएको होइन अहिले कस्तो संसदमा कस्तो देखिएको छ भने राष्ट्रपाललाई र्याखराख्ती पार्ने काम भइयो वरिपरिबाट घेराबन्दी गरिएको छ पूर्व अर्थमन्त्रीले के भन्नुभयो यो त ऋण लिएर घिउ खाएको जस्तो भयो नि भनेर भन्नुभयो ऋण लिएर देशै खानु भन्दा ऋण लिएर घिउै खाए त के नराम्रो त्यो त डेफिनेटली हामी त सरकार हो सरकारले ल्याएको कर्म विरोध गर्ने भन्ने हुन्छ र हामी त सरकार पछिको सांसद हो हामी त त्यो त डेफिनेटली तपाईँको बाको पछिमा बोल्नुभयो भन्दा किन बोल्नुभयो भन्ने हुन्छ र देश बनाउने कुरा ठुलो यो रोइलोमा नलागौँ भनेर मात्रै हो हामी नत्र भने बोलेरै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएको रवि लामिछानेलाई बोल्न सिकाउनु पर्दैन 2015 सालको निर्वाचनमा जाँदै गर्दा नेपाली कांग्रेसले पहिलो बुदामा के लेख्यो आफ्नो घोषणा पत्रमा भूमि नभएका किसानलाई जग्गा दिइनेछ भन्यो 51 को मध्यावधिमा भन्यो 56 को निर्वाचनमा भन्यो 64 मा भन्यो 70 मा भन्यो 74 मा भन्यो 79 मा भन्यो अस्तिको निर्वाचनमा पनि अब केले रोक्यो देखाउने खसी खुवाउने फर्सी त्यही पनि पर्सी भने जस्तो अर्थमन्त्री निदाउनु भएछ हजुर अर्थमन्त्री निदाउनु भएछ झन् गजबले सुन्नुपर्ने नितता कार्यक्रम हैन ध्यान दिएर सुन्नु भएको होला नि त त्यसलाई निदाएको पनि भन्दैन गौतम बुद्ध सबै ठाउँमा आँखा चिम्लेर बस्नु भएको छ गौतम बुद्धले आँखा चिम्लेर त गौतम बुद्ध सिरानीले सुटे हो त जनताले केपी ओलीलाई जेल हाला भनेका छन् भोट हाला भनेका छैन जसलाई मुद्दा लागेको छ उनले मुद्दा लड्ने हो चुनाव लड्ने होइन कांग्रेसलाई एकचोटि नमस्कार गरेर प्रधानमन्त्री हुन्छ भन्ने होइन हामी एमालेसँग एकचोटि गएर बासँग फोटो खिचाउ त तँलाई प्रधानमन्त्री बनाउँछ भने हामी यो पक्षमा छैनौँ अपराधीहरूसँग पाइन्छ भने पनि हात मिलाइदैन
रवि लामिछाने क्याडर र बालेन शाह क्याडर फरक फरक छ भन्ने चर्चा हुन्छ। बालेन र रवि भनेको त दुईटा आँखा देख्न बित्तिकै दुईतिर होइन। आँखा दुई हो, दृष्टि एक हो, खुट्टा दुई हो, गन्तव्य एक हो, कान दुई हो, सुनाइ एक हो। पूर्वेली जनताले अहिले किन जिताएर पठाएको रहेछन् भन्ने कुरा त तपाईँहरूले नै पठाउनु भयो। हामीलाई त लाग्यो केही क्वालिटीकै नेताले पूर्वका जनताहरूले क्वालिटीकै नेतालाई काठमाडौँ पठाउनु भएको रहेछ भन्ने लागेको थियो। पूर्वमा धेरै हल्ला गरेर त्यहाँ सुत्नै नदिएर मान्छेलाई बस्नै नदिएपछि मान्य सदस्य म बोल्दैछु। मान्य बरु यहाँ हल्ला गर्नुभन्दा काठमाडौँतिर पठाइदिउँ भनेर पठाइदियो जस्तो अहिले चाहिँ हामीलाई लाग्यो कि यो प्रधानमन्त्री चाहियो 5 सिटमा प्रधानमन्त्री चाहिँदैन, 138 सिट चाहिन्छ कम्तीमा प्रधानमन्त्री पाउनु। मलाई त अहिले नि रहर छ होइन, अब त्यो रहरले हुने भएको भए त कुराले चिउरा भित्ने भएको भए। सुकुम्बासी हटाउने कुरा यो लामो समयदेखि फिक्रिएर बसेको कुरा थियो। यसको अपरेसनै गर्नुपर्ने थियो है। अपरेसन गर्दा जतिसुकै जान्ने डाक्टरले गरेको अपरेसनको बिरामी पनि अपरेसन सक्ने बित्तिकै जुलुक उठेर हिँड्न सक्दैन। उपचार गर्न बित्तिकै किन यो उठेर हिँड्न सकेन त बिरामी भन्ने हुँदैन। कस्तो राम्रो होइन यो एक्जाम्पल चाहिँ गजब लाग्यो। यो होइन। अब खुर्सानीलाई पनि आदरणीय खुर्सानीज्यू तपाईँ पिरो भइदिनु हुन हार्दिक अनुरोध छ भनेर यो निवेदन लेख्ने कुरा चाहिँ यो हुँदैन। आदरणीय खुर्सानीज्यू तपाईँ पिरो भइदिनु हुन हार्दिक अनुरोध छ। खुर्सानी भएपछि पिरो हुनु पर्यो, ट्याक्कै लागिहाल्नु पर्यो। अहिले जिल्ला प्रशासनको गेटमा उभिएर भनिदिएको छु, कानुनले काम गर्छ, त्यो कानुनले काम गर्छ। गरेन भने यो स्थितिलाई भने यहाँबाट घिसारेर लिएर जान्छु यहाँबाट। सरी यही गाउँको मान्छे हो, यही ठाउँको मान्छे हो, यहीँका मान्छेलाई जिताउनु पर्छ, त्यहीँका मान्छेलाई जिताउनु पर्छ। अनि डाक्टर चाहिँ केन्द्रबाट ल्याउनु पर्ने, कलाकार महोत्सवमा केन्द्रबाट लिएर आउनु पर्ने, सिडिओ डिएसपी केन्द्रबाट ल्याउनु पर्ने, बेहुली नयाँ हेर्न सबैलाई आत्तिरी हुने, फिल्म नयाँ हेर्न सबैलाई आत्तिरी हुने, अनि नेता चाहिँ सबै खै परेको पुरानै हेर्नुपर्छ भन्ने छ र? झापामा जित्ने, चितवनमा जित्ने, देशैभरिबाट चुनाव जित्ने। अब यो क्षेत्रबाट मात्रै चुनाव हार्यो भने के हुन्छ त? सबभन्दा पिरवाह क्षेत्र त यही हो। फेरि माथि गाउँबाट झरेका एउटा तिज गीत थियो नि, आफै त पिरको भारीमा त्यही माथि बनारसी सारीमा भने जस्तो हुन्छ। पछि भोट हाल्नै परेछ भने हाल्नु 60 घन्टीमा भोट। हुर्केको छोरी कसैलाई न कसैलाई दिने हो भने राम्रो इष्ट आएको बेला दिनुहोस्, के फरक पर्यो त? राम्रो इष्ट आएको बेला तपाईँले छोरी दिनु भएन भने झ्यालबाट हाम फालेर फेरि कोसँग भागेर कुन चाहिँ खलासीसँग गयो भने भोलि पिर हुन्छ फेरि। विकास हुन्छ कि हुन्न, निकास हुन्छ कि हुन्न, पिर नगर्नुहोस्। झापामा हुने विकास चितवनमा हुने विकास यहाँ पनि हुन्छ। यो गानामा दारी आएपछि यो गानामा पनि आउँछ। पिर नमानुस्, यता आएको दारी यता पनि आउँछ।